भाले छ मर्यो कि यार मरेछ मरेर चाहिँ धन्न सर लाएर डाँडामा आइपुगेको छ यहाँ डाँडामा आइपुगेर हैन आज चाहिँ म रामेछाप सदरमुकाम आएर पनि फर्किँदैछु हैन सिधै लाएर यहाँबाट चाहिँ अब खाँडादेवी जाँदैछु हैन यतातिरको नजाराहरू चाहिँ यस्तो देखिन्छ यस्तो दामी देखिन्छ है बाटो पनि दामी लाग्यो मलाई मन्थलदेखि यहाँसम्म चाहिँ यहाँबाट फर्किँदैछु है डाँडाबाट चाहिँ फर्किँदै हो आउँदाखेरि चाहिँ बनाइएन क्लिप सिलिप हैन भिडियो सिडियो चाहिँ हानिएन झ्याप्प लाएर फर्किँदाखेरि चाहिँ बनाउन यसो भिडियो बनाउँदै जान मन लाग्यो नजाराहरू यस्तो देखिन्छ है रामेछाप हो यो पार्क हो आई लभ यु रामेछाप पार्क हो के गर्छ ए बरु यस्तो छ पार्क हेर्नुस् हाम्रो रामेछाप पार्क ए मर्मत गर्दैछ नदाम मर्मत गर्दैछौ ओ तर पानको पात यो खाँडादेवी हेर्नु त्यस निलो कुन पार्क रे रामेछापमा कतिवटा 1 2 3 4 5 6 7 18 जिल्लामा कोशी नफर्किने जाने कि फर्किने कति बज्यो 12 बजिसक्यो फर्क्यो गाइजहरु हैन यहाँ कहाँ भन्दाखेरि मन्थली छेउछाउ आइपुग्यो हामी त टक्कै यहाँ पारिपट्टिबाट चाहिँ दुईटा बाटो छुट्या छ हैन माथितिर गयो भने चाहिँ यो साङ्गुटार कता साङ्गुटार जाने बाटो हैन त्यो पारिपट्टिको यतापट्टि चाहिँ मन्थली बजार यतातिरको नजारा चाहिँ यस्तो देखिँदो रहेछ है साथीहरु यस्तो यतातिरको नजारा बाटोको हालत चाहिँ यस्तो छ है पिच त पिचै छ हैन तर कस्तो गडाङगुडुङ वाला छ क्या हैन यो चाहिँ तामाकोसीको बगर है उहाँ चाहिँ सेती देवी मन्दिर छ है साथीहरु थाहा छ कि थाहा छैन हैन भन्दिए मैले अनि मेरो पछाडीको नजारा चाहिँ यस्तो छ है मास्तिर पुरै जंगलै जंगल छ अनि यतातिर कोसी तामाकोसी छ अनि मन्थलीमा आज चाहिँ गर्मी छैन धेरै नै जाडो छ जाडोले चिसोले रुगा लागिरहेछ हैन त्यही भएर नि हुन सक्छ मलाई जाडो भएको चाहिँ फाइनल्ली गाइजहरु हैन टक्क लाएर मन्थलीबाट चाहिँ सर लाएर डाँडामा आइपुगेको छ यहाँ डाँडामा आइपुगेर हैन यसो बिसाएर हैन यता उतिको नजारा हेर्दैछौ हैन म भन्दा पछाडीको नजारा चाहिँ देखिन्छ है यस्तो नजारा है मकै फलेर हेरै दामी मकै फल्याछ हैन यो चाहिँ तामाकोसी हो यहाँबाट त्यो तलको डाँडामा गएर चाहिँ अर्को खोलासँग के अरे अर्को कोसीसँग मिसिएपछि के हुन्छ त्यहाँबाट तलतिर चाहिँ दुधकोसी भनेर बग्छ यो चाहिँ तामाकोसी हैन यो देखिरहेको चाहिँ तामाकोसी उता त्यो डाँडाबाट चाहिँ हैन त्यतापट्टिको डाँडाबाट चाहिँ अर्को कोसी सुनकोसी आउँछ त्यहाँ ट्याक्क लाएर त्यो त्रिवेणी भन्छ त्यो त्रिवेणीमा ट्याक्क लाएर त्रिवेणीमा जोडिसकेपछि त्यहाँबाट तलतिर चाहिँ के हुन्छ भन्दाखेरि दुधकोसी हुन्छ जोडिसकेपछि के गर्नु यसरी चाहिँ भनिरहेको छु यहाँ चाहिँ यस्तो खतरा गाउँ छ है यो गाउँको नाम चाहिँ के हो थाहा भएन हैन तर दामी देखाएको थियो जुरुप्प गाउँ देखाएको छ हैन यहाँ चाहिँ यस्तो मास्तिर चाहिँ यस्तो भिड छ हैन
तल चाहिँ गाउँ छ होइन गाइजहरू। यो कुन गाउँ हो यो चाहिँ नाम थाहा भएन मलाई होइन। अनि त्यहाँ पारिपट्टि नि गाउँ चाहिँ खतरा खतरै छ होइन। यो पनि कुन गाउँ हो पनि अलि थाहा भएन मलाई क्या। यसो ठ्याक्कै चाहिँ थाहा भएन होइन मलाई। जस नाम चाहिँ थाहा भएन। त्यो पारिपट्टिको चाहिँ हो त्यो पारिको चाहिँ काठमाडौँ जाने बाटो है। यो के खुर्कोट हुँदै काठमाडौँ पुग्ने बाटो हो होइन। तरै पनि गइन्छ क्या अरे साँच्ची त्यहाँबाट होइन। आफू चाहिँ हिँडिया छैन होइन। यतातिरको नजारा बाटो चाहिँ हार्देवीको बाटो है।